इन्भाइटिजहरूको हामीले इन्भिटेसन पठाएको सवालमा चाहिँ नेपालबाट चाहिँ हाम्रो 7 जनाको चाहिँ अहिले प्रोसेसिङको चाहिँ प्रक्रिया अगाडि बढेको छ। 4 जनाको एप्लिकेसन भइसकेको छ। यो भर्खर भइरहेको नेपालको चुनावले गर्दाखेरि चाहिँ केही ढिलाइ सुस्ती भइरहेको छ। अफिसहरू बन्द हुने प्लस डकुमेन्टेसनको लागि चाहिँ स्थानीय कार्यालयहरू चाहिँ बन्द भएको अवस्था भएको भएर गुठी संस्थानको उहाँहरूको चाहिँ अलिकति पछाडि हुनुहुन्छ भने बाँकी 4 जनाको चाहिँ प्रोसेसिङको लागि चाहिँ अगाडि बढाइसकेको छ कन्सल्टेन्सीले। त्यसै गरी चाहिँ स्थानीय निकायबाट चाहिँ हामीले भक्तपुरको चाहिँ विस्तारित व्यवस्थापन समितिसँग पनि समन्वय गरेका थियौँ। हाम्रो पूर्व अध्यक्ष तथा प्याट्रन ओजेसी नेपाल जानु हुँदाखेरि उहाँले चाहिँ समितिसँग सल्लाह पनि गरेर आउनु भएको थियो र एकजना प्रतिनिधि आउने पनि कुरा थियो। तर विशेष परिस्थितिवश उहाँ चाहिँ आउन नसक्ने भएपछि इन्भिटेसन त गएको छ तर उहाँ चाहिँ आउन नसक्ने हुनुभयो। त्यसै गरी चाहिँ सुन्न डोकरीसँग कुरा भएको थियो, उहाँ पनि आउन नसक्ने हामीले जानकारी पाएका थियौँ र अलिक पोजिटिभली चाहिँ एकदम इन्थुजियाजम सहित चाहिँ हामीलाई प्रतिक्रिया दिनुहुने चाहिँ मध्यपुर थिमीबाट सुरेन्द्र श्रेष्ठ अहिलेका करेन्ट मेयर हुनुहुन्छ र उहाँ चाहिँ आउने लगभग पक्का पक्की नै छ। अब भिजा आएन भने छुट्टै कुरा, नत्र उहाँहरूको चाहिँ सबै डकुमेन्टेसन सबमिट गरेर कन्सल्टेन्सीले अगाडि प्रोसेस बढाइसकेको अवस्था छ। अनि अर्को क्वेसन चाहिँ त्यो फाइनेन्सको बारे चाहिँ हाम्रो प्रोजेक्टले भन्नुहुन्छ। त्यो स्टलको चाहिँ फुडको कि भन्नुभयो, त्यो हामीले चाहिँ सबै फुड स्टलहरूलाई चाहिँ कुनै पनि फुल मिलको चाहिँ 10 भन्दा बेसी तपाईँले तिर्नुपर्ने छैन र मोमो चाहिँ प्लेटमा 8 हुँदैन। अनि किड्सहरूको चाहिँ सवालमा 5 पाउन्ड हो बच्चाहरूलाई म्याक्सिमम। अनि म 6वटा दियो भने त त्यहाँ फेरि अरू त्यसै गरी रथको पाङ्ग्रा आई थिङ्क दाइले इन्द्र जात्रामा चाहिँ 30-35 जना चढेर रथ टानेर गुडाको बिर्सिनु भयो क्या दाइ। 3 वर्ष अगाडिकै संस्मरणमा हुनुहुन्छ जस्तो लाग्यो। तर त्यति बेला नि पाङ्ग्रा फुस्किएको चाहिँ होइन, पाङ्ग्रामा केही प्रब्लम भएको। हाम्रो चाहिँ औँसी भन्छ एक्सल चाहिँ चाहिँ क्र्याक आएपछि चाहिँ हामीले त्यो क्र्याक आएपछि चाहिँ त्यो भाँच्न सक्छ भनेपछि हामीले आफै भाँचेको हो, त्यो पछि नभाँचोस् भनेर। त्यसलाई चाहिँ हामीले पोहोर साल इन्द्र जात्राको बेला चाहिँ त्यसलाई 4 गुणा बलियो बनाएका छौँ र त्यसलाई चाहिँ मेटलले पनि रिइन्फोर्स गरिसकेका छौँ। सो त्यसमा चाहिँ अब अस्ति 30-35 जना चढेरै तानेको थियो भने यसपालि 50 जना चढेर के हुन, तर चढ्न चाहिँ नदिने चाहिँ हाम्रो नीति छ यसपालि। किनभने हेल्थ एन्ड सेफ्टीको कुराले गर्दाखेरि पनि प्लस चाहिँ यसमा डार्टफोर्ड काउन्सिल चाहिँ एकदम सक्रिय रूपमा चाहिँ हामीले उहाँहरूसँग समन्वय गरिरहेका छौँ।